हेलो छांगमला टासिदले सब लोग को नमस्ते। खामरी मुँह कुचांगपू सब लोग को बहुत दिन के बाद वीडियो बना रहा हूँ, क्योंकि अभी छोटा सा फास्ट फूड खोला है ना, इसलिए बिजी होता है, वीडियो बनाने को नहीं मिलता है। अम्मो कुकुर हेर्नु न, अब सुबह सुबह है ना, अभी क्या मामा इधर था, हमारा कुत्ते लोग बहुत कर रहा है। अभी थोड़ा थोड़ा फ्री में फिर वीडियो बनाऊंगा। हमारा अनिल हाय। अनिल अभी थोड़ा रेस्ट कर रहा है, अभी मॉर्निंग है। यस मॉर्निंग बाय ड्यूटी। यो दुईजना हेर्नु हल्ला गरेर। आज मौसम बहुत ठंड है। यहाँ चाहिँ गान्तोकमा पानी परेर चाहिँ एकदम मौसम चाहिँ जाडो छ। यो हाम्रो पञ्चायत भवन हो, रुङ्गेको पञ्चायत भवन यो हो। यस्तो छ। यो भिडियो त अस्ति गरेको हो। अन्त अब मुच्छे अहिले चिया र चम्पा खाउँ भनेर नि, चिया र चम्पा खाने म चाहिँ। हाम्रो किचन यहाँ चाहिँ हाम्रो आमा बसिरहेछ, आमाले टिभी हेर्दैछ, आमाले टिभी हेर्नु हुँदैछ। यस्तो छ अब अहिले हो, अहिले चाहिँ बिहान हो, सबै कुरो रेडी छ। अहिले कस्टमरहरू आउनु भएको छैन। अब यस्तो गरेर चम्पा खानुपर्छ, बिहानको मर्निङ ब्रेकफास्ट। मलाई चाहिँ चामलको चम्पा पुरा मनपर्छ हो। हामीले चाहिँ भन्छ भ्याफी, सिक्किमेसहरूले भन्छ भ्याफी है। अन्त त्यहाँदेखि के भन्छ भन्नु, पुरा मिठो लाग्छ। म चाहिँ चम्पा खाँदैछु। अब मान्छे देख्नु हुँदैन यो कुकुरहरू त छ। अब टाइम पाउँदा पाउँदा अलिअलि हो भिडियो बनाएर जोडेर चाहिँ त्यहाँदेखि तपाईँहरूलाई देखाउँछु। अहिले यस्तो छ। अब फेरि बिर्सिहाल्दो रहेछ, कामले गर्दा पुरा मान्छे आउँछ, त्यहाँदेखि त्यही भुलिहाल्दछ, भिडियो बनाउनु बिर्सिँदो रहेछ। आज चाहिँ हाम्रो यहाँ हुँदैछ स्याफाले। अब हो यहाँनिर आजको मर्निङको यहाँ अर्डर छ, स्याफाले बनाएर पुरा राखिरहेछ। यहाँनिर यहाँ बेला हुँदैछ चाहिँ हाम्रो स्याफाले स्टार्ट हुँदैछ। स्याफाले यहाँनिर हो, स्याफाले मर्निङको आजको हाम्रो यहाँनिर खतरा हो, बेला हुँदैछ। स्याफाले आज टुडे स्पेसल स्याफाले थुक्पाको लागि मासु काटेर बिहान चाहिँ सबै कुरो रेडी। थुक्पा पकायो, धनियाँ काट्यो, यहाँ हाम्रो त्यो सलाद पनि पाउँछ, सलादहरू काट्यो, खोर्सानीहरू पिसेर सबै कुरो रेडी छ अहिले। अब अन्त अब यो मासु काट्नुपर्छ। यस्तो छ। स्याफाले पाक्दैछ हाम्रो। स्याफाले अर्डर, स्याफाले पाक रहा है। स्याफाले चाहिँ पुरा मन पराउँदछ मान्छेहरूले। अर्डर त छ त। अब यहाँ हाम्रो मोमो पाक्दैछ, पक मोमो पाक्दैछ यहाँ हो। यहाँ छ यो पनि पक मोमो पकाएको छ। यो बिफ अब यहाँ रेडी भइरहेको छ, बिफ मोमो। अब हाम्रो अनिलले खाना खानु आँट्यो। अब यो हाम्रो मासु सुँगुरको मासुसँग यहाँ हो हाम्रो फेरि अनिल मासु पसु भएको पक
पक राइस खाने अरे पक राइस पक 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 राइस फेरि हो पक राइस हो खतरा हो यो खाना खतरा है फेरि है यहाँ गाठ बसिरहेछ गाठ टाइगर 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 गयो फेरि गयो आज चाहिँ घाम लागिरहेको छ यस्तो घाम लागेर टन टन छ हिजो त पुरा दिन कस्तो थियो जाडो आमामा पानी परेर हो कस्तो भएको थियो अब एकैचोटि भिडियो बनाउन सक्दिनँ अलिअलि गर्दै जोड्दै बनाउँछु मान्छे बेसी थुप्रै आउँदा त बनाउनु भ्याउँदैन खाली हुँदा अलिअलि बनाएर भिडियो हाल्छु चाहिँ हाम्रो मर्निङको कस्टमरहरू हाम्रो यहाँ भाइ कति छ भाइ ट्याक्क फेरि युट्युबमा आउँछ है फेरि युट्युबमा फेरि भाइरल हो फेरि यस्तो डर लाग्दो फेरि यस्तो यहाँ हाम्रो राम्री राम्री दिदीहरू फेरि हो कस्टमरहरू हो फेरि मर्निङको अब यो मर्निङको खाजा आज हाम्रो यहाँनिर टुरिस्टहरू आउनु भएको छ यहाँनिर चाउमिन खाँदैछ यहाँ पे ही खा रहा है और टूरिस्ट लोग आ गया है कहाँ से है आप लोग कोलकाता से अच्छा आज चाहिँ हाम्रो यहाँ स्पेशल गेस्ट आउनु भएको छ मोमो खानु हो माथिबाट यहाँनिर आज अलिकति अब सबैजनालाई त कहाँ गर्नु कस्टमरहरूलाई भिडियो बनाउनु होइन अब आफ्नो मान्छेहरूलाई चाहिँ बनाएको यहाँ चाहिँ माथिबाट आउनु भएको हो पक मोमो एकदम मन पऱ्यो अरे यहाँ फेरि खतरा कटिङ हो फेरि यहाँ खतरा कटिङ फेरि यो हो हाम्रो थुक्पा हो यसलाई भन्छ बिफ थुक्पा हेर्नुहोस् बिफ थुक्पा है ये नुडल्स कुनै त है कस्तो खालको मनदुख्दो गीतहरू आएको हाम्रो चाहिँ अर्डर आइरहेछ अब यहाँ बिहाको अर्डर आइरहेछ अन्त हामी यहाँ खाजा बनाइरहेको छौँ हाम्रो टोलीहरू यस्तो छ हो यो हो ठोपा खाजा खोडा खोडा ठोपा खाजा यस्तो पनि पाउँछ हाम्रो यहाँनिर भिडियो बनाएको अरे कि उयो गरेको छैन रहेछ यहाँनिर हाम्रो यहाँ डिकीले आजकल खतरा तान्छ हो यसै पर्खिला म जान्छु पुऱ्याउनु होटेलको साथसाथ हामी चाहिँ खाब्जे पनि अर्डर लिन्छ तपाईँहरूले अर्डर दिनु सक्नुहुन्छ यहाँ हाम्रो आजले अब त्यो हो कति बिग्रिन्छ के सबै त कहाँ राम्रो हुन्छ कोही बिग्रिन्छ डिकीले दामी तान्छ खतरा है खतरा अच्छा टिम काशी पाल्चर हाम्रो यहाँ जिरो बनाउँदैछ डिकीले जिरो बनाउँदैछ के भयो पुरा मद्रो न मद्रो भयो यहाँ बिचारा सुतेछ है अन्त केटी सुत्यो अब हाम्रो यहाँ जिरो बनाउँदैछ दिउँसो खाब्जे बनायो भुङ्गाम्चे बनायो रुखरु बनायो अहिले जिरो रात परिसक्यो अब जिरो बनाएर राख्यो यहाँ थक थक
0 बनाएर थाक छ। 8:30 भइसकेछ रातिको, बेलुकाको 8:30 भइसक्यो। अब सक्नु छैन काम, के गर्नुपर्ने हो। पालो पालो गर्दै पोल्दैछ हामी 0। फ्रन्ट भोइस यस्तो छ। अब चाहिँ हाम्रो काम अब सक्नु आँट्यो। कति रहेछ अलिकति रहेछ, अब सक्नु आँटेछ। अनि सबैजनालाई गुड नाइट, बाई बाई, सी यू नेक्स्ट ब्लग।